काठमाडौँमा रहेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको कोल्याबोरेसनबाट हामीले चाहिँ यहाँ क्यान्सर रोगीलाई चेक जाँच परामर्श दिने गरेका छौँ र टेलिमेडिसिन सेवा पनि हामीले यहाँ चाहिँ विस्तार गरेका छौँ। कुनै पनि क्यान्सर बिरामीलाई अथवा आफूलाई क्यान्सरको समस्या जस्तो लक्षणहरू देखिएका बिरामीहरू, शङ्का लागेका बिरामीहरूलाई हामी नियमित नेपाल क्यान्सर अस्पताल क्यान्सरको टिमसँग कोर्डिनेसन गरेर हामीले चाहिँ क्यान्सर सम्बन्धीको सेटेलाइट ओपिडी, टेलिमेडिसिन ओपिडी सुरु गरेका छौँ र नेपाल क्यान्सर अस्पतालका डाक्टर साहबहरू हाम्रोमा महिनामा 2 चोटि आउने गर्नुहुन्छ, जस अन्तर्गत अन्को मेडिसिन, गाइनो अन्को, हेमाटोलोजिस्ट, ENT अन्कोलोजिस्टदेखि लिएर उहाँको टिम नै हरेक 15-15 दिनमा चेन्ज भएर आइराख्नुहुन्छ र अहिले हामीसँग झन्डै नियमित क्यान्सरको लागि परामर्श लिने 5-7 जना पेसेन्टहरू आइराख्नुहुन्छ, जसमा कोही चाहिँ शङ्काको भरमा आउनुहुन्छ, कसैको शङ्काको भरमा आएर यसो जाँच गर्दाखेरि, डायग्नोस्टिक चेकहरू गर्दाखेरि, ल्याब गर्दाखेरि, एक्सरे सिटी स्क्यान गरेर हेर्दाखेरि क्यान्सर कतिपयलाई पत्ता लागेर हामीले चाहिँ उपचारका लागि सम्बन्धित ठाउँहरूमा बिरामीको अवस्था हेरेर पठाउने गरेका छौँ र क्यान्सर लागेर कुनै पनि ठाउँमा उपचार गरिराखेका नेपालमा अथवा इन्डियामा गराइराख्नुभएका पेसेन्टहरूलाई हामीले क्यान्सरमा दिइने इन्जेक्सनहरू हामीले यहीँ दिने गरेका छौँ, मेडिसिनहरू पनि यहीँ उपलब्ध गराउने गरेका छौँ। साथै हामीले अहिलेसम्म यहाँ किमो सर्भिस पनि विस्तार गरिसकेका छौँ र विशेषज्ञ डाक्टरको परामर्शमा हामीले कुनै पनि ठाउँमा किमो लिइराखेका बिरामीलाई किमो सर्भिस पनि हामीले यहाँ सुरु गरिसकेका छौँ। केही बिरामीहरूले त्यसको चाहिँ सेवा पनि लिइसक्नु भएको छ र अब अहिले चाहिँ हामीले चाहिँ ल्याबलाई अझ बढी विस्तार गर्नको लागि आधुनिक किसिमको ल्याबको सेटअपहरू हाम्रो पल्लो बिल्डिङमा पनि भइरहेको छ। नयाँ वर्षको लगत्तै तुरुन्तै सकेसम्म नयाँ वर्षकै दिन हामी त्यसलाई फेरि सञ्चालनमा ल्याउँछौँ, मतलब त्यहाँ हामी त्यहाँबाट सर्भिस दिन्छौँ पछाडिपट्टि एउटा बिल्डिङमा र अन्य सर्भिसको उसमा चाहिँ हामी क्यान्सर सम्बन्धीका सामान्य किसिमका गाँठागुठीहरू जो शरीरमा कसैको ब्रेस्टमा चाहिँ डल्लाहरू आउँछ, कुनै जिउमा डल्लाहरू आउँछ, कसैको चाहिँ अब पुरानो लामो समयसम्मदेखि घाउ निको नहुने, सुगरले गर्दा ग्याङ्ग्रिनहरू भएको, त्यस्तो किसिमको समस्या भएका बिरामीहरूको हामी यहाँ सर्जरीहरू गर्छौँ, अपरेसन गर्छौँ। त्यो अपरेसन गरेर निक्लिएको जुनसुकै अब लाइपोमाहरू होला, मासुको डल्लोहरू, त्यसलाई हामी जाँच गरेर एफएनएसीको मार्फत अथवा त्यसलाई अपरेसन गरेर निकालेरै त्यो डल्लोलाई क्यान्सरको जाँच गर्छौँ र क्यान्सर देखिएको खण्डमा त्यसको थप अब हामी उपचारहरूको लागि पठाउने गर्दछौँ।